वेलकम टु अल नमस्ते। हाम्रो एबिसी ट्रेकिङ सुरु हुन्छ बिहानको 8 बजेदेखि बायोचर हुँदै बेनीसम्म र पोखरा बगर हुँदै भुरुङ तातोपानीसम्म 9:30 बजे र हामी खाना खान्छौँ छिटो र मिठो रेस्टुरेन्टमा 300 को दरले। त्यसपछि हामी साथीहरूसँग 10:30 देखि लिएर 10:45 सम्म चाहिँ खानासाना खाएर लगभग चाहिँ भनौँ 11 बजे बाटो हामी चाहिँ त्यहाँबाट हिँड्यौँ भुरुङ तातोपानीदेखि। हजुर ल हाम्रो ज्येष्ठ नागरिक हाम्रो सुपरभाइजर हो के ज्येष्ठ नागरिक हामी के बाबु सुपरभाइजर भइरहेछ। बतावा कहीं गाजा तनाना पिएनु हिरोइन हो। त्यसपछि रमाइलो गर्दा गर्दै हामी अब होम खोला पुग्ने आँटा थियौँ र बाटो यस्तो डेन्जरै थियो भनौँ न, अब अप्ठ्यारो बाटो थियो र उहाँ चाहिँ हाम्रो दाइ हुनुहुन्छ, ड्राइभर दाइ एकदम मजाको दाइ, एकदम रमाइलो हुनुहुन्छ, हामीले सजिलो बनाउने एकदम। अब हाम्रो यहाँबाट एबिसी को यात्रा एकदम ट्रेकिङको रूपमा होइन हिँडेर चाहिँ सुरु भयो। यहाँ हाम्रो दाजु हुनुहुन्छ आमिर अन्सारी। ल दाजु अब हजुरहरूको नि सुरु होला है सबैजनाको ट्रेक यहाँबाट। और ये हमार नुन्नी साथीहरू नमस्कार है। यहाँबाट चाहिँ हाम्रो चाहिँ यात्रा चाहिँ स्टार्ट भयो एबिसी को यहाँबाट सुरु भयो होम खोलादेखि। र यो होम खोलादेखि हामी अब यात्रा चाहिँ सुरु गरेको छ, पैदल यात्रा होइन। हामी साथीहरू हुनुहुन्छ हाम्रो अमिर दाजु र अरू साथीहरू तल गएछन्। अब हामी यहाँबाट पुरै हिँड्ने प्रयास ल हेर्न सक्नुहुन्छ हजुरहरूले वे टु एबिसी। अब हामी हिँड्छौँ। अब यता हिँड्दै अब 4-5 घन्टाको बाटो छ कि जस्तो लाग्यो। ल एकदम मजाको भ्यू राम्रो है। होम खोला हाइड्रो पावर छ कि हो चौधरी भाइ सब। ल भाइ लोग वेलकम अन्नपूर्ण फर्स्ट नर्थ बेस्ट क्याम्प म्याग्दी 4190 मिटरको लागि। र यो चाहिँ खासमा होम खोला हो। यसको चाहिँ उचाइ 2838 मिटर छ। अनि पैदल यात्रा र हामी चाहिँ बेलुकासम्म माथि चाहिँ पुग्ने। हाम्रो चाहिँ पैदल यात्राको बाटो सुरु भयो। यी साथीहरू हुनुहुन्छ हाम्रो 5 जना ग्रुप छौँ, विभिन्न जिल्लाबाट साथीहरू हुनुहुन्छ। हो दाजु ओ ल ओके ल यहाँ वेलकम। ल यहाँ हाम्रो हुन्छ अब सोन भाइ यहाँ वेलकमको गेटमा उभिरहेछन् एक्कै। ल चौधरी वाह माई गड। र हामी वेलकम गेट पार गर्दै सबैजना चाहिँ माथि हिँड्यौँ र सबैजना अब बिस्तारै बेगमा चाहिँ भनौँ न एकदम अलि गरुङ्गो सामानहरू भएर माथि चाहिँ हिँड्यौँ। र यो केटाहरूले बिचमा चाहिँ फोटोसोटो खिचौँ। यसो ठुलै खोला थियो, झरना त्यस्तो थिएन, ठुलै खोला थियो। त्यहाँ चाहिँ सबैजनाले यसो सानो सानो भिडियो बनाएर शर्माइलोको लागि देखाउनको लागि हेर्नको लागि। अनि त्यसपछि अब त्यहाँबाट हामी बनाएर माथि चाहिँ हिँड्यौँ र एउटा काठको चाहिँ पुल आउँछ, त्यो चाहिँ पुलमा अब सबैजना यसो रमाइलो एकछिन गऱ्यौँ। र हाम्रो अब रियल ट्रेकिङ यहाँबाट स्टार्ट चाहिँ भयो। यहाँ चाहिँ भनौँ न पुल क्रस गरिसकेपछि साथीहरूले त्यसपछि बिचरा साथीहरूले अब यसो रमाइलो गर्दै हाँस्दै खेल्दै जिस्काउँदै सबैजना चाहिँ हिँड्यौँ। र हाम्रो चाहिँ अब वास्तविक यहाँबाट स्टार्ट भयो। पुरै ठाडो बाटो थियो। यो ठाडो बाटो चाहिँ कटेपछि हामी अब केही बेरमा चाहिँ गुराँसे डाँडा चाहिँ पुग्यौँ। र गुराँसे डाँडाबाट चाहिँ सिधै ओह्रालो बाटो, त्यसपछि नेचुरल भ्यू, नेचुरल साउन्ड। अति बवाल कि अति बवाल। त्यसपछि हामी चाहिँ गुराँसे डाँडाको मुनिको झरनाको भ्यू हेरेर माथि चाहिँ हामी कन्टिन्यू चाहिँ हिँड्यौँ र सबैजना
कोहीले गीत बजाउँदै रमाइलो गर्दै सबैजना यसो फोटो खिचाउँदै हिँड्यो माथि। This is why we should travel alone. The terrain are very difficult. हाम्रो हिँडाइ चाहिँ कन्टिन्यू रह्यो। त्यसपछि त्यतिखेर पानी परेको कारणले गर्दा हामी लेफ्ट ठारमा चाहिँ पर्यौँ, तर पनि रमाइलो थियो। अनि फाइनली हामी हुम खोलादेखि 2 घन्टाको बाटो हिँडेर दिउँसोको 3 बजे फुतफुते झरना चाहिँ पुग्यौँ। र फुतफुते झरना पुगिसकेपछि त्यहाँको दृश्य हेर्दाखेरि या क्या रमाइलो थियो, हो क्या मजाको थियो। हेर्नुहोस् त, के ठुलो पानी माथिबाट झरना एकदम मजाको कहाँबाट आएको जस्तो लाग्यो। त्यसै साथीहरूले अब मजालाई हामी बसेर चाहिँ फोटोसोटो खिचायौँ। लगभग 1 घन्टा नै हामी त्यहाँ चाहिँ बस्यौँ सबैजना फोटोसोटो खिचाएर। अनि त्यसपछि पनि हाम्रो चाहिँ फोटो सेसन केही बेरको लागि चाहिँ जारी रह्यो। त्यो हुँदाहुँदै पनि हामी अब भनौँ न त्यहाँ शीतल हावा चाहिँ खायौँ। त्यो शीतल हावा खाइसकेपछि हामी अब सादी खर्कको लागि चाहिँ हिँड्यौँ र सादी खर्क हामी चाहिँ लगभग 4:40मा पुग्यौँ। लगभग 40 मिनट लाग्यो हामीलाई। त्यहाँ चाहिँ होटल पनि हुँदो रहेछ एउटा सादी खर्क होटल भन्ने त्यहाँ छ। त्यहाँ बस्न पनि मिल्छ, खाना पनि मिल्छ, खाजासाजा सब थियो। तर हामी त्यहाँ बसेनौँ किनकि त्यहाँबाट हामीलाई लगभग 1 देखि 1.5 घन्टाको बाटो हामीलाई हिँड्नु थियो सादी खर्कदेखि लिएर अब गुफा फाटसम्म। अनि त्यही भएर हामी चाहिँ अब त्यहाँ बस्नुभन्दा नि अब एकछिन चाहिँ फोटोसोटो खिचायौँ। यो पुलमा चाहिँ साथीहरू गएर भिडियो रेकर्ड गऱ्यौँ र केही खानेकुराहरू खाजाको लागि बिस्कुट जाजो किनेर इमर्जेन्सीको लागि अनि झोलामा पेक गरेर अनि त्यसपछि सबैजना त्यहाँबाट फेरि अब हामी गुफा फाटको लागि हामी हिँड्यौँ। त्यसपछि हामी सादी खर्क कटिसकेपछि तेर्सो बाटो नै आयो होइन। अनि तेर्सो बाटोमा चाहिँ हामी सबैजना यो मजाको भ्यू हेर्दै माथि चाहिँ हिँड्यौँ। तेर्सो बाटो थियो, त्यस्तो अप्ठ्यारो फेरि त्यसपछि थिएन। अनि बिचमा चाहिँ हामी एकछिन रमाइलो गऱ्यौँ डान्स। एकछिनको नाचगानपछि हामी फेरि सुरु गऱ्यौँ, हिँड्यौँ माथि। एकछिन फेरि ठाडो बाटो आयो थोरै एकछिनको लागि। त्यसपछि नाच्दिकन हामी चाहिँ सबैजना रेस्ट गर्दै बस्दै गफ गर्दै चाहिँ हिँड्यौँ। र हामी लगभग 1 देखि 1.5 घन्टाको हिँडाइले कन्टिन्यूको हिँडाइले चाहिँ हामी त्यहाँ चाहिँ पुग्यौँ। लगभग गुफाबाट पुगिसकेका थियौँ 6:15मा। अब एकछिन कोठासोटा हेर्नु, अब त्यहाँको खानसान सबै कुराहरू है। त्यस्तो बस्ने 5 जना हटाउँछ यसमै हटाउनु होला। तिनजना साथीले आउँदैन त्यसो लाग्यो। मन पर्छ हटाउने कुरा मन प्रधान सरप भात खाएर अब हामी हमसे भात खाके यी गरेछ कि जो यी चौधरी खतरा देखि यार भात साइकल सोन भाइ मेरो दाजु। ल अब हामी खानासाना खाएर अब एकछिन हामी उठ्छौँ। खाना एकदम मिठो थियो र यस्तै चाहिँ हुनुपर्ने खासमा। अब भोलि हामी चाहिँ हिँड्छौँ, कति बजे हो 7-8 बजीतिर हिँड्छौँ।